परिवार अहिले कहाँ हुनुहुन्छ त? छोरा कहाँ हुनुहुन्छ? पोखरामा छन् है, पोखरामा छन्। एउटा दुईटा छोरी छन्, पोखरामा बस्छन्, श्रीमती छन्। श्रीमती पोखरा हुन्छ कहाँ? श्रीमती पोखरामा अनि छोरी पनि पोखरामा। छोरीहरूले एउटाले पढ्दैछ, एउटाले चाहिँ नर्सिङमा जागिर गर्दैछ। परिवारबारे तपाईँको भनाइ के छ? के भन्नुहुन्छ श्रीमतीको बारेमा, छोरीहरूको बारेमा? त्यो सबैले चाहिँ सोध्ने कुरा हो। अनि सबैले सोध्ने मात्र होइन कि मेरो परिवारको चिन्ता उनीहरूलाई लाग्छ क्या है। मलाई भन्दा मेरो परिवारको चिन्ता चाहिँ त्यो सोध्ने मान्छेहरूलाई लाग्छ। अनौठो पनि लाग्छ चाहिँ मेरो परिवार चाहिँ पोखरामा छन्, राम्रो छन् हैन। होइन, तपाईँ मन्त्री बनिसकेपछि परिवारको सदस्य कोही आउनु भएन त? छोरीहरू आउनु भएन, श्रीमती आउनु भएन? त्यो कुनै कुरा भएन क्या। त्यो आउनै पर्छ भन्ने कुरा पनि भएन, ल्याउनै पर्छ भन्ने कुरा पनि भएन। उनीहरूलाई यहाँ आउनुभन्दा वहीँ बस्न उनीहरूलाई खुसी छ। आउने आज भने नि आउँदैन क्या। तपाईँले मैले नल्याएको होइन क्या। ल जाम, म मन्त्री भएँ जाम भनेर मेरो स्वास्नीलाई भन्यो भने त्यो आउनु मान्दैन हो कि। त्यस कारणले पोखरामा उसको साथीहरू छन्, उसको छ, यति हो। अब चाहिँ बेला बेलामा भेट्ने, परिवारलाई सहयोग गर्ने, खाना बस्नको व्यवस्था त गरिदिनु पर्यो। त्यो काम सबै भइरहेछ। र मेरो आत्मकथामा पनि कसैलाई शङ्का लाग्छ भने मेरो स्वास्नीको फोन नम्बर दिन्छु, स्वास्नीलाई फोन गरेर सोध्नु है, कतिको दुःख पाउनु भएको छ, साह्रै दुःख पाउनु भयो होला अघि भनेर सोध्नु त के भन्दो रहेछ स्वास्नीले। विश्वास लाग्दैन भने अथवा साह्रै झुत्रो झाम्टो लाएर बसेको छ कि हेर्न मन लाग्यो भने गएर हेर्नु। म डेरा नम्बर दिन्छु, नदीपुरमा छ हैन। दुःखै पाएर बसेको छ कि त्यो कसैलाई अनुसन्धान गर्न मन लाग्छ भने कि महावीर पुनले आफू चाहिँ यसरी बिन्दास भएर हिँडेर स्वास्नी छोराछोरीलाई धेरै दुःख दियो भनेर त्यो अब रह्यो कसरी पाल्यो। श्रीमती के काम गर्नुहुन्छ? केही काम गर्दैन के, छोरीहरू पाल्यो। अब छोरीहरू करिब हुर्किसक्यो। अब रह्यो महावीर पुनलाई मलाई सोध्ने। तपाईँले सोध्नु भएन, म तपाईँले सोध्ने कुरा नसोधेको कुरा भनिदिन्छु। अनि त्यो स्वास्नी छोराछोरीले कसरी पालेको छ त? के को पैसाले पालेको छ? पाल्ने त पैसाले हो नि हैन। त्यो पनि जान्न चाहने हो भने मैले पहिल्यैदेखि भनिरहेको छु र मेरो किताबमा पनि लेखेको छु। मेरो केही साथीहरू छन्, धेरै साथीहरू छन्, यस्ता साथीहरू छन् जसले मलाई धेरै माया गर्छन् है, माया गर्छन् हैन। मलाई चाहिने, मलाई पनि त खर्च चाहियो त। म कहीँ जानु पर्यो भने खर्च चाहियो। यत्रो 32 वर्ष भयो, 32 वर्षमा मैले 1 रुपियाँ कमाएको छैन त। साथीभाइ छन् माया गर्ने, साथीभाइ छन् माया गर्छन्, खर्च पुर्याइदिएछन् त। उनीहरू भगवान्ले पुर्याइदिएछन् भनौँ। श्रीमतीसँग तपाईँको भेट नभएको, कुराकानी नभएको कति भयो त? धेरै भएको छैन। अब बेला बेलामा अरू किताब नबेच्दाखेरि त म प्राय महिनामा, 1.5 महिनामा, 2-3 हप्तामा भेटघाट हुन्थ्यो। किताब बेच्न लगाएपछि